कताबाट आउनुहुन्छ? ल मैले हेलो तपाईको म्युट भयो हजुर के भन्नुभएको आवाज आएको छैन मेरो? हजुर आयो आयो होइन मैले म्युट गरेछु क्या यस्तो त्यो बाई मिस्टेक कताबाट हुनुहुन्छ म काठमाडौँबाट। काठमाडौँबाट तपाईँ? म धरान? झाप धरान होइन? सबैले मलाई धरान भन्नुहुन्छ हौ होइन हौ झापाबाट हो अनि बेड टाइम? दिदी वेलकम। कतिको जाडो छ हौ काठमाडौँतिर लास्टै जाडो चाहिँ 1 2 3 बा तीनवटा। बा त्यहाँतिर जाडो छैन? बिहान हुन्छ बिहान त हुन्छ होला बिहान उठेको हुँदैन बेलुका चाहिँ चिसो हुन्छ दिउँसो त गरमै हुन्छ अनि काठमाडौँ कहिले आउने? खै अब कामहरू परेपछि बिस्तारै आउँछु आउनु त मेरो साथीले भनेको तिमी काठमाडौँ छिट्टै आउँदैछ भनेर भन्दै थियो त। को साथीले हौ We have a common friend. हो Ming. मिङ शेर्पा Yeah. ओ ए हो साथी हो हजुरहरू We are business partners. ए ओके ए हो र अनि डिनर भयो रोहिणी? भइसक्यो हजुर तपाईँको मेरो एकछिन ढिलो छ आज। ए ए घरमै By the way, I never asked like Ming र के अरे how you guys met? म सिलगढी हामी त क्लबमा भेटा Okay, makes sense. लाइक होइन लाइक दादा उयो पासाङ दा हुन्छ नि पासाङ शेर्पा? फिनासा दा अनि उहाँहरू पनि आउनु भएको थियो अनि हजुरलाई बहिनी तिमी त नेपालको है ऊ चाहिँ भाइ हो यताउति भनेर त्यहाँबाट त्यसरी चिनेको Okay. Makes sense. ऊ पनि त्यही बिजनेस लाइनकै मान्छे हो नि त नि? त्यो भएछ। हजुर हजुर ए हजुरहरूको बिजनेस पार्टनर भने पछाडि त्यो क्लब कि अरू अरू नै बिजनेस मिङको अरू पनि बिजनेस छ नि। He got apartments अनि बार्सहरू। म चाहिँ त्योपट्टि सेक्सनको। ओके ओके I don't have club. मेरो चाहिँ क्लब छैन। ओके मलाई चाहिँ उता मात्रै याद थियो क्या क्लबको मात्रै याद थियो अब अरू त त्यस्तो याद थिएन रोहिणी, let's have one battle. अबि Okay, Rohini, do you want to be friends? Do you want to be friends with me? या स्योर Okay, fine. हस् रोहिणी होइन अरे सिजलिङ रोहिणी त हो नि गाइज अनि what do you mean? हो होइन I said it right. That's cute ला. शी इज माई फ्रेन्ड Okay. तपाईँको साथीलाई एउटा क्वेसन है। त्यो कान त्यसरी पेटमा राखेर सुत्दाखेरि टवाला आवाज आएन? आउँछ त नि पेटको आवाज आउँछ त नि। स्नाइपर थ्याङ्क यू सो मच फर द टुगा लाग्छ है पेट कराउँछ त बेस गरी। अलिअलि कराउँदैछ छैन अहिले त छैन कराएको तपाईँको घर चाहिँ अन्त म यताकै हो। म काठमाडौँकै हो। पुर्खौली घर चाहिँ नुवाकोट हो मेरो। ए हजुर बट देन बस्ने चाहिँ पहिल्यैदेखि नै यतै। ए त्यस्तो यो के हो यस्तो फ्रिज भएको चाहिँ के हो Okay. So whoever got the highest score, like lowest score, is the freeze हुन्छ क्या। ए गाइस हामी जित्नुपर्छ है हामी है एक गेम ल म त यस्तो गेमहरू त प्रायः खेल्नु म लाइभै त्यस्तो धेरै आउँदैन अहिले पनि मैले रोहिणीलाई अहिलेसम्म खासै लाइभमा देखेको छु। त्यो टाइमै हुँदैन कि आउनु त आउँछु तर यतिकै अहिले पनि साथी लाइभ हुन्थ्यो अनि एकछिन जोइन गरौँ भनेर आएको थिएँ कि Okay, it's good to talk with you. मैले सिजलिङको बारेमा I heard a very good thing. सोशल मिडियामा पनि प्लस एज अ फ्रेन्डको बाट पनि। फ्रेन्ड एज इन द्याट फ्रम कमन फ्रेन्ड Common friend, yeah. अनि last time, in fact, there was एउटा पार्टीमा, so my friend was saying like if sizzling come to Kathmandu, you should meet. She's fun. I don't know, maybe he was drunk. He said that because he was drunk, but he actually meant it. Actually, I'm fun and like if by भने त्यो fun त भइहाल्छ। I think social media का मान्छेहरु सबैजना फनै हुन्छ जस्तो लाग्यो मलाई. Like for example, like, you have a huge audience, right? If you are not fun, then how, like they don't like you, know? Point. तपाईँ चाहिँ लाइभ आइबस्नुहुन्छ? म चाहिँ नि लाइक 9 to 11 म्याक्सिममै हुन्छ म 9 to 11 2 hours गर्छु मैले स्ट्रिमिङ सुत्नुभन्दा अगाडि
हजुर कहिले कहिले चाहिँ मिस गर्छ अदर देन द्याट म लाइभ नै हुन्छ प्रायः जस्तो why he's so cute अरे मेरो कमेन्ट सेक्सनमा I don't know guys okay so I'm cute and single by the way nobody asked sorry I was just joking no it's okay मेरो sense of humor is very good so I don't mind Ayo. What's your caste? Tamang. come on now What's your good name? I know म कस्तो आज डाउन फिल नट डाउन फिल गरेको छु त्यो रेस्टै पुगेको छैन कि थाकिरहेको छु अन्त त्यो यादै गरिनँ के यो गुड नेम सुचिदी थ्याङ्क यू सो मच शान्ति गरिदिनु मैले मेरो नाम भनेकै छैन अहिलेसम्म सोसियल मिडियामा ए सिक्रेट ओके अलराइट so he's going to throw party at Holi अरे you'll know अरे ए हजुर तपाईँले होलीमा पार्टी इभेन्ट गर्नु लाग्यो हो most probably yes your name is Anis Tamang रहेछ no it's not मेरो नाम थोकबहादुर तामाङ हो थोकबहादुर तामाङ yeah that's why I never say my name see now you laughing huh very offensive guys नाम मात्र हाँस्नु हुँदैन थोकबहादुर तामाङ I know I'm so sorry म हाँसेको छुइनँ yeah you did guys हामी हारिरहेको छ कोही छैन आज मेरोमा and was gonna अबि प्लिज त्यस्तो नभन्नु न मेरो लाइभमा आएर his name is थोकबहादुर तामाङ अरे ओके पापा तामाङ हामी नजित्नु गाइज अन्त अम्बो 50 seconds left हो हारेर जानु म चाहिँ अन्त oh we celebrate a birthday exactly एउटै दिनमा रहेछ ए what's your birthday so I'm on 23rd हो म खासमा चाहिँ I'm a Sagittarius you पनि Sagittarius yeah you're also Sagittarius नै रहेछ but then मेरो चाहिँ पार्टी चाहिँ 27 मा गरेको थियो you had a party on 27 okay मेरो बर्थडे पार्टी चाहिँ 27 मा गरेको थिएँ मैले यहाँ मेरो च्याट सेक्सनमा सबैजनाले त्यही भन्नुहुन्छ you guys celebrate a birthday together no guys that was a coincidence guys त्यस्तो गर्नु पनि मिल्छ म पनि त नेक्स्ट टाइम त्यही गर्नु पर्यो no birthday को दिनमा चाहिँ I celebrated with my close one भन्दा नि फ्यामिलीसँग अनि पार्टी चाहिँ with other people with friends चाहिँ पछि सेलिब्रेट गरेको ए ओके मैले त तपाईँलाई मैले कहाँ देखेको छु कि छैन है हामी कहिले भेटेको छैन है मिङको स्टोरीमा देख्यो भने मात्रै हो न त I don't think so कहिले स्न्यापतिर मेबी I'm not in Snap though होइन मिङको स्न्यापमा okay you guys are not friends in Insta होइन छौँ त अनि मिङको स्टोरीमा त हुन्छ त म प्रायः म त स्टोरी नै सबै हेर्दैन नि त सेलिब्रिटी oh my god please don't call me celebrity ल प्लिज just kidding I'm just यो गफमा तामाङले हेरे मैले त हारेँ नि त अन्त मैले त त्यस्तो यो कुरा युएसमा फोकसै गरेको थिएन ल वान लास्ट म्याच ल okay छैन रहेछ नि त आज मेरो कोही पनि हुनुहुन्छ होइन it's nice talking with the Sagittarius guys त्यो भाइब आउँछ नि है त्यो डिफरेन्ट no Sagittarius are fun exactly I'm big with astrology ए हो र I like Sagittarius म पनि Sagittarius नै हो रोहिणीले अनि बर्थडेमा किन नबोलाएको त मलाई मैले तपाईँलाई चिनेकै थिएन चिने पनि बोलाउँछु yeah guys she उसको कन्टेन्ट चाहिँ आइरहन्छ मलाई लाइक फ्यान पेजबाट उसकोबाट नि आइरहन्छ म चाहिँ देखिरहेको प्लस भने नि गाइज उसको र मेरो कमन फ्रेन्ड्स छ क्या वी ह्याड अ कमन फ्रेन्ड्स एन्ड फ्रेन्ड्सहरूले पनि टक बोलिरहेको साथी गुरुङ थ्याङ्क यू सो मच एज कति भनेर सोधिरहेको सबैजनाले 16 अरे क्या खै एज त अब त भन्नु लाज लागिसक्यो बुढो भइसक्यो अब त लेट 20s त्यो एजको कुरा लेट्स स्किप न प्लिज okay दाइ दिदीको हाइट सोध्नुस् न अरे हाइट कति हो हाइट त 5'2" हो ओके ठिकै छ
Not bad, exactly. Not bad. No, त्यो एभरेज नेपाली गर्लको हाइट हो कि त्यो True. 5'5" the best हो तर। अब के गर्नु 5'5" त भएन अब झुन्डन न। त्यही त ब्यान्डम्यान यस्तो झुन्डे मात्र हो मेबी 26 रे No, you look very young though. Ambo, that's a compliment. Thank you. Nah, you get it. Sizzling Rohini भनेपछि you are right? हजुर Okay, राई भएको होइन हजुर राईहरू बुढी देख्दैन नि छिटो देख्दैन नि हैन त्यस्तो But then राई भएर पनि how come you're 5'2" ला you're blessed. अम्बो के भनेको राईहरू चाहिँ पुरा पुड्का पुड्की पुरा त्यो लिलीपुटी हुन्छ भनेर भनेको के रे सोचेको छ क्या हो अबे मेरो एकजना दिदी छ के रे अनु दिदी भन्ने आई थिंक 4'7" कि 4'8" हो बिचारा अनु दिदी इफ यु आर वाचिङ हेर्नु त तपाईको भाइले यहाँ बिल्ला गर्नुभएको लाइभमा She's literally 4'7" कि 4'8" हो अनि त्यो पनि ठिकै छ त केटीहरूले त उयो के रे हिल्स लाउन मिल्दैन नि त guess my height ल यतिकै see him in your vlog रे गाइज म त भर्खर उहाँसँग बोल्दैछु अब कुनै दिन भेट भयो भने हैन Thank you so much. people wants to see you in my vlog अरे हो Okay. That's a good thing. तपाईको हाइट म त यस्तो गेस गर्नुमा त आम सो पुअर पो त अलिकति यसरी उब्नुहुन्छ वाउ के भयो होला 5'8" 5'8"? Rohini, you're so bad at guessing. नो तीनचोटि त गेस गर्न पाउँथ्यो नि त तर के छिटो बोल्नु भएको क्या तपाईँ फेरि गेस गर्नु भनेर भन्दा हुन्थ्यो No, नि त 8 मै offense भइसक्यो like it's very offensive like हुन्छ नि 8 भनेको मैले I'm भनेको very proud of my height. Rohini, I'm very proud of my height. Oh wow. Oh, I'm very proud of my height. 5'5" होला अरे I'm 5'11". I'm 5'11". ओके I'm very proud of my height, guys. चाहिँ पाइदैन भन्दै ल फेरि हार्नु छ्या जितेर जाउँ सुत्नु भनेको त चल्दिहालौँ भनेको त के हो अनि मक्ख कति मक्ख अरे को मक्ख परेको फेस यस्तो हुन्छ What happened to you? I was not feeling well. 3 दिन भयो क्या ट्राभल गरेको अनि अघि भर्खर घर आएको त्यो रेस्टै पुगेको छैन हिजो रातभरि पनि Where did you travel? धनकुटा हिल पूर्व आउनु भएको छ मेरो one of my friends is from Purva. एकजना एकदम राम्रो साथी छ. Okay. Purva, which place? Do you know Itoriko Royal Resort? खै सुनेको छु. No, go there. It's like even Ming know him. Like we are the Saano circles, bro. So one of my friends is there. So if you go to Royal Resort, just go there. Okay. Guys, I'm not जित्नु जितेर जाम न हौ. चल्दिम के अनि. Guys, please तपाईहरु आफै बुझेर जिताइदिनु त मलाई त म त केही भन्ने वाला छैन. This is story is great. Who won? Me. Lama, you there? जितिहाल्यो नि सिजलिङ रोहिनीले guys. Yeah, Mr. Tamang, it was really nice talking to you. आज मलाई एकदम त्यो एनर्जी पनि छैन नेक्स्ट टाइम लाइभ म्याच आउनुपर्छ मज्जाले ल म आई नीड टु टेक Sure. Next time come with more energy. Yeah, sure. Let's gossip, huh? Let's gossip next time. Say we'll gossip a lot. Oh, you love gossiping पुरा हो. Yeah, let's do that. ल हस्. Okay. Bye. Same here. Bye.